प्रधानमन्त्री कपमा लोकल सुनामी, राष्ट्रिय टोलीका स्टारलाई ओझेलमा पार्दै 5 नयाँ हिरोको उदय। नेपाली क्रिकेटको आकाशमा यति बेला नयाँ खेलाडीहरूको चमकले पुराना खेलाडीहरूलाई समेत अचम्ममा पारिदिएको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको 8औं संस्करण मैदानमा जारी रहँदा 32 खेलको समाप्तिमा एउटा यस्तो तथ्य बाहिर आएको छ जसले नेपाली क्रिकेटको भविष्य बदल्ने संकेत गरेको छ। प्रतियोगितामा अहिलेसम्म 6 वटा शानदार शतक प्रहार भएका छन्, तर अचम्मको कुरा के छ भने तीमध्ये 5 शतक त राष्ट्रिय टोलीको नियमित जर्सीभन्दा बाहिरका लोकल खेलाडीहरूको ब्याटबाट निस्किएका छन्। यो प्रतियोगितामा कसैको नाम सबैभन्दा बढी गुन्जिरहेको छ भने ती हुन् अर्जुन कुमाल। गण्डकी प्रदेशका यी युवा ब्याटरले कोशी प्रदेश विरुद्ध 102 रनको शतकीय इनिङ मात्र खेलेनन्। उनी 346 रनसहित प्रतियोगिताकै अघोषित राजा बनेर शीर्ष स्थानमा विराजमान छन्। उनको ब्याटिङले देखाएको छ कि नेपालमा नयाँ रन मेसिन तयार भइसकेको छ। विभागीय टोलीबाट नयाँ इतिहास, बसिर, अर्जुन र शंकर, त्रिभुवन आर्मी र पुलिस क्लब जस्ता बलिया टोलीमा पनि यसपटक स्थानीय प्रतिभाकै दबदबा देखियो। आर्मीका लागि बसिर अहमदले पहिलो खेलमै शतक हानेर प्रतियोगिताको सुखद सुरुवात गरे भने हिजो मात्रै अर्जुन साउदले कर्णालीको बलिङ ध्वस्त पार्दै 121 रनको विस्फोटक इनिङ खेले। उता पुलिस क्लबका शंकर राणाले बागमती विरुद्ध 116 रन जोडेर आफूलाई कुनै पनि राष्ट्रिय खेलाडीभन्दा कम नरहेको प्रमाणित गरिदिए। लुम्बिनीका रञ्जित खड्काले पुलिसका बलरहरूलाई धुलो चटाउँदै प्रहार गरेको शतकले त झन् घरेलु क्रिकेटको स्तर कति माथि पुगेको छ भन्ने छर्लङ्ग पारेको छ। राष्ट्रिय टोलीका स्थापित ओपनर आसिफ शेखले एपीएबाट खेल्दै बागमती विरुद्ध 114 रन बनाएर आफ्नो क्लास त देखाए, तर शतक प्रहार गर्ने 6 खेलाडी मध्ये उनी एक्ला भेटरान स्टार हुन्। बाँकी 5 खेलाडीले देखाएको प्रदर्शनले राष्ट्रिय टोलीका सदस्यहरूलाई अब आफ्नो ठाउँ जोगाउन कडा मेहनत गर्नुपर्ने चुनौती थपिएको छ। आईसीसी विश्वकप लिग 2 को संघारमा रहेको नेपालका लागि यो लोकल दबदबा एउटा सुखद टाउको दुखाइ बनेको छ। टी20 को माहौलमा हराइरहेका नेपाली खेलाडीहरूले 50 ओभरको खेलमा देखाएको यो धैर्यता र आक्रामकताले विपक्षी टोलीहरूका लागि खतराको घण्टी बजाएको छ। क्यानको उद्देश्य सफल हुँदै जाँदा अब प्रश्न एउटै छ, के यी 5 स्थानीय हिरोहरूले चाँडै नै देशको जर्सीमा मैदान ओर्लने मौका पाउलान्? 32 खेल सकिँदा देखिएको यो उत्साहले बाँकी खेलहरू झन् रोमाञ्चक हुने निश्चित छ।